हे गाइस सबैजनालाई स्वागत छ आजको नयाँ ब्लगमा। अनि आजको ब्लगमा चाहिँ म अहिले यता तलतिर हिँड्दैछु। अनि आज चाहिँ म यहाँ गडकको काममा चाहिँ खटिएको छु। अनि त्यही गडकको कामको लागि चाहिँ म त्यो पारीको गाउँमा जाँदैछु। हाम्रो वडा त परेन यहाँ, अब धेरै दिन भयो ब्लग आएन होइन। ठिक छ, अब रेगुलर आउँछ ब्लग चाहिँ। अनि ल आज चाहिँ धेरै बाटो हिँड्नु पर्छ, माथि डाँडामा पुग्नु पर्छ। तर म सर्ट भ्लग बनाउँछु, तपाईँलाई ब्याक भ्यू देखाउँदै आफ्नो हल्का हल्का बोल्दै गराउँछु। चार्ज पनि धेरै टिकाउनु पर्छ नि त, सबै मोबाइलबाटै गर्ने हो। है त गाइस, अगाडि बढौँ है त। म के देखिन्छ देखाउँदै जान्छु ल। बाटो चाहिँ यस्तो छ है, ठाडै ओह्रालो ओर्लिने। अब उता उता गएपछि एकदम मिठो सर्ट भ्लग बनाउँछु। कस्तो दामी दामी भ्यू देखिन्छ वहाँबाट। घामको भ्यू पनि यता दामी देखिएको छ अहिले चाहिँ, हेर्न सक्नुहुन्छ। ल है त, अब एकछिनमा भेटौँ है त तल खसी। चाहिँ गाइस म यहाँ खोला आइसकेँ। यस्तो छ यो खोला, पुरै बाढी आएर। अनि म चाहिँ अब जाने उहाँ हो पुष्प सरको घर, त्यही हाम्रो पुष्प सरको घर। अनि अब बेर भइसक्यो। अहिले चाहिँ म यता बस्न त ठ्याक्कै मुनि आइसकेँ। अनि म आएको चाहिँ उहाँबाट हो, पारिबाटदेखि। हाम्रो स्कुल त यो, हाम्रो घर चाहिँ यतापट्ट पर्छ। अब यहाँबाट पनि हल्का माथि जानु छ। घरबाट ठ्याक्कै म 10 मिनटमा यहाँ आइसकेको छु कि। उहाँबाट यहाँ चाहिँ 10 मिनटमा आइसकेको छु। ल अब यहाँ बिचमा एउटा घर छ अरे, त्यहाँ लिन्छु अनि माथि जान्छु डाइरेक्ट। हेरौँ आज कतिवटा घर गर्न सकिन्छ अब, है त। हाम्रो गाउँ चाहिँ त्यो हो के गाइजहरू, हाम्रो गाउँ चाहिँ त्यो गाइजहरू। अनि यता पनि आज अलि धमिलो धमिलो छ सुरे। त्यहाँ हाम्रो घर चाहिँ यता पर्छ माथितिर, विशाल बजार भइहाल्यो यो है। म यहाँ घरथिमै आइसकेको छु कि, गोठाथिमै आएको छु। अब यहाँ मान्छे छैन कि छैन त्यता होइन कि। ल है त, सुरुमै यहाँ पनौती लगाइसक्यो गाइस। घरमा गएको पानी लिन जानु भयो अरे, नाइट त पनि छैन अरे, के गर्ने। त्यो भएर त्यहाँ छोडेर अब माथि हिँड्ने। त्यहाँ अब पुच्छरको घर पछि गरे नि हुन्छ भन्नु त, बिचको घरमा यस्तो भइदिएको हुन्छ कि फेरि। अब हेर्दै जाऊँ के हुन्छ। यति बेर हिँडेपछि 10-20 मिनट त उठेर आयो। अहिले चाहिँ म यहाँ एउटा घरमा बल्ल सकेँ होइन। मैले 1 घन्टा लाग्यो कि कसम, 1 घन्टा लाग्यो त्यहाँ। अब तल सुरुमै पनौती लगाइहाल्यो, त्यहाँ सहर कहाँ त 1 घन्टा लाग्यो। अब अन्त कति लाउने हो, 12वटा गर्ने सकिने हो कि होइन थाहा छैन। यस्तो गर्मी छ भर्खर भर्खर। अब उहाँ अगाडि घरमा जान्छु, अनि त्यसपछि हुन्छ। मान्छे भनेर पनि ज्ञाने छोड्दै हिँड्दै अन्त के हान्नु होइन। ठाउँ चाहिँ दामी छ दाजु। होस् यहाँसम्म बाटो आइसकेको छ। अब यस्तो चाहिँ यतापट्टि चाहिँ यहाँ माथि आइसकेँ। औ त्यहाँ माथि एउटा घर छ, त्यहाँ जान्छु। टाइम त डह्रो लाउँछ यार सुरुमा त। अब हेरौँ कतिवटा घर सकिन्छ आज। मोबाइलमा चार्ज सिकिनु लागिसक्यो, यहाँ ब्लग स्लग बनाउने यताउति गर्दा गर्दै। खाना कहाँ खाने थाहा छैन। अब यहाँ आइसकेँ घर। अब यो घर जान्छु ट्याक्क लाएर। मान्छे भइदियो अन्त गाइस। अब चाहिँ ठ्याक्क मैले 2टा घर गरेँ। 2टा घर गरेर चाहिँ यहाँ आइसकेँ। यहाँ चाहिँ पुरै यस्तो प्याजै प्याज खेती छ कि, लसुनै लसुन प्याजै प्याज खेती। ठाडो एकदम मलिलो जग्गा रहेछ यहाँ चाहिँ।
है त अब लास्टै छ 1 घन्टा लागिसक्यो 9 भइसक्यो त म 2टा गरेँ गाह्रो छ गाह्रो अहिले चाहिँ म गाइज यहाँ यता आइसकेँ यता एकदम खुल्ला ठाउँ छ अनि यता तलतिर गरेर आइसकेँ तलबाट आएको तलबाट ए यार धेरै कुरो चाहिँ नि म त वहाँ लत्ते अनि यता यत्रो छ वहाँ हो हाम्रो घर चाहिँ त्यही अनि भ्यू चाहिँ यस्तै छ है बल्ल अहिले चाहिँ कति बज्यो भन्दाखेरि अहिले 2:30 भयो अनि अब चाहिँ यता माथितिर घरहरूमा जान्छु म अनि ठ्याक्क 10 वटा पुरा भयो अब 10, 11, 12 अब 2टा गरेपछि 12 गरेपछि 200 रुपियाँ आउँछ है त त्यसपछि अब भोलि आउन के गर्छु थाहा छैन कहाँ जाने के गर्ने केही थाहा छैन अब कस्तो पसिनाले हेर्न झुङ्गानी कस्तो चुर्लुम्म पारिदिएको कि है मलाई म ब्याक भ्यू देखाउँछु है त अनि म माथि जान्छु फेरि त्यही हो हाम्रो गाउँ चाहिँ हाम्रो स्कुल हो त्यही हाम्रो गाउँ चाहिँ म चाहिँ यता तलबाट आएको ऊ छ नि ऊ यहाँबाट ठाडै ऊ त्यो पुल जस्तो अनि त्यहाँबाट उक्लेर यस्तरी यहाँ आइसकेँ यहाँ आउँदा बल्ल 10 वटा घर पुगेँ यार अचम्मै म अब यहाँ यता माथि जाने यहाँ बाटोमा आइसकेँ चिलान खर्को यतातिर नि गाउँ छ नि त बाटोमा आइसक्यो अब त्यो माथि घरमा जानु पऱ्यो खै फर्किनु त कति बेला थाहा छैन अब डर गर्नु बसेर चाउचाउ खानु पऱ्यो अब यहाँ बसेर एकछिन चाउचाउ खान्छु लास्ट भोक लाग्यो बिहान खाएको अब 2 बजीसम्म केही खाएको छैन अब भर्खर खाँदैछु सुके जस्तो गरेर बिपत्ता भयो कि म त चाउचाउ खान्छु भोक पनि लागिसक्यो अनि माथितिर जानु पर्ला यतातिर मान्छे हुनुहुन्छ जस्तो छ गरे घरै अब हेरौँ के हुन्छ थाकेर हलात परेछु कि म सन्च नौला जस्तो भइन्छ यतिकै है त्यो त कस्तो बजार जस्तो देखिँदो रहेछ पछाडिको ब्याक भ्यू त है ल है त खाजा खान्छु म अनि अहिले चाहिँ एकदम रात परिसकेको छ अनि म चाहिँ कहाँ हो कि म जाने उतातिर हो कि म जाने म यहाँ है तपाईँहरूलाई देखाएको थिएँ नि जुन चाउचाउ खाएको थिएँ नि है हो त्यहीँ आएको छु म चाहिँ कस्तो बाटो छ म कसरी जाने हो घर मलाई केही थाहा छैन आज अब बाघले लाने हो कि के हान्ने हो लास्टै रात परिसक्यो कि